राजेन्द्र लिङ्गदेनले भन्नुभएको रहेछ बालेनले पनि केही गर्न सक्दैनन्, बालेनले नियुक्ति गरेको मान्छेले बालेनले भनेको कुरा मान्नु परिगयो, त्यसैले बालेनले पनि केही गर्न सक्दैनन् भनेर भन्नुभएको छ। र अर्को कुरा उहाँले भन्नुभएको रहेछ कि म जुनसुकै मन्दिरमा पनि पसेर भन्न सक्छु, कसम खान सक्छु, मैले भ्रष्टाचार गरेको छुइनँ र भ्रष्टाचार गर्दिनँ। राजेन्द्र लिङ्गदेनज्यू, तपाईँले बालेनलाई काम गर्न सक्दैनन् भन्नुभन्दा पहिला तपाईँको अनुहार चाहिँ ऐनामा गएर हेर्नु होला। के तपाईँले साँच्चीकै भ्रष्टाचार गर्नुभएको छैन? भ्रष्टाचारीलाई काँधामा बोकेर हिँड्दै भ्रष्टाचारीकै बुई चढेर राज्य सत्तामा पुगेर संसद बनी त्यहाँ मन्त्री पदसम्म खाने तपाईँलाई भ्रष्टाचारी नभएर के भन्ने? तपाईँ नै होइन, तिनै भ्रष्टहरूले मतदान गरेर तपाईँ संसदमा पुगेर मन्त्रीसम्म बन्नुभयो र तिनै भ्रष्टहरूलाई चाहिँ आफ्ना कार्यकर्तालाई मतदान गर्न लाउनु भयो। त्यति मात्रै होइन, तपाईँले बोकेका एजेन्डाहरू पनि तपाईँले छोड्दै गइराख्नु भएको छ। तपाईँले बोकेका एजेन्डा राज संस्थाको पुनर्बहाली अनि हिन्दू राज्य कायम गर्ने, जसले हिन्दू धर्म पनि धर्म हो र भन्ने व्यक्तिलाई तपाईँ मतदान गर्नुहुन्छ, तपाईँका कार्यकर्तालाई मतदान गर्न लाउनुहुन्छ, तिनीहरूकै मतले तपाईँ सत्तामा पुग्नुहुन्छ अनि त्यहाँ गएर सेवा सुविधा लिनुहुन्छ भने तपाईँले नेपालमा हिन्दू राज्य कसरी कायम गर्न सक्नुहुन्छ? तपाईँले गरेको त्यो कार्य चाहिँ के पुण्य कार्य हो त? त्यो चाहिँ भ्रष्टाचार होइन। तपाईँ भ्रष्टहरूसँग मिलेर तपाईँ सांसद बन्नुभयो नि, त्यही दिनबाट तपाईँले खाएको कसम नै तोडिसकेको छ। त्यसैले अरूलाई दोष लाउनु भन्दा पहिला आफूले ऐनामा फर्केर हेर्ने गर्नु होला। म त तपाईँलाई अति नै सम्मान गर्थेँ, नेता होस् त राजेन्द्र लिङ्गदेन जस्तो भन्ने लाग्थ्यो, तर तपाईँ स्वार्थको दुनो गाँच्दै हुनुहुन्छ र तपाईँले आफ्नो स्वार्थको लागि जे पनि गर्नुहुँदो रहेछ। त्यसैले अब नेपाली जनता चाहिँ तपाईँको पछि लाग्नेवाला छैनन्। तपाईँ एजेन्डा विहीन हुनुहुन्छ राजेन्द्र लिङ्गदेनज्यू।